हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हाम्रो घरमा सेल खाने भनेर त मम्मीले चाहिँ भेलीको सेल खाने भनेर भेली पकाउँदै हुनुहुन्छ। हेर्नुहोस् त भेली चाहिँ कति फोहोर हुँदो रहेछ, यस्तो कालो निक्लेको छ। त्यसलाई चाहिँ अब छानेर पकाएर हेर्नुहोस्, अब फोहोर निक्लेको हुन्छ, माटो साटो हुन्छ हल्का, छानेर चाहिँ हेर्नुहोस् त। अब चाहिँ यसमा चामलको पिठो हाल्दै हुनुहुन्छ, पिठो हालेर मोल्ने। किन चामल पिठो हालेर मोटो मात्रै हाल्छु। के भयो के हुने ल गाइज मम्मीले चाहिँ पिठो मोलिसक्नुभयो। चिनी बिना चिनी नहालिकन भेलीमा मात्रै बनाउने भनेर यता भाउजूले पकाउँदै हुनुहुन्छ। त्यो पहिलेको कराईमा गहिरो भएर सेला घुमाउन नमिल्ने भएर अर्कोमा खनाउँदै हुनुहुन्छ। यो अलि फराकिलो छ, घुमाउन अलि सहिलो हुन्छ। ल दामी घोलो भयो। गाइस सेल पाक्यो होला, सेल खाम। सेल नदेखाऊ है। सेल त बवाल भएन। फाटेको अरे भाँचे भाँचेको मात्रै खाऊ है। नभाँचेको कहाँ र भन्ने। सबै त भाँचे छन्, भाँचे पनि मिठै रहेछ। भेलीको भएर कालो भएर रहेछ। यो चुट्यो। आगो कतिको गराउने हो? सानो गराउने। तिम्रो याद। मैले आलु पोलेको थिएँ नि। हिजो हेर्नु त उसले मलाई हेरो भने उसले मलाई हेरो त्यसले मलाई हेरो पनि सबैले मलाई भनेर त्यत्रो भिडमा त्यसले कसैलाई नि हेरेन। होइन हाम्रोतिर हेरेको थियो कि हाम्रो ग्रुपतिर हेरिरहेको थियो, यस्तरी बताइरहेको थियो। तर त्यसले बतायो मलाई भनि त भएन नि। मैले फेरि मलाई बताइरह मलाई हेरेर भनिरहेको छु। सरस्वतीले फेरि होइन मलाई शिक्षा नानीले पछाडिबाट मलाई अब भनौँ न
भएन क्या त्यसले हेऱ्यो फलाइमा ल गाइस आजलाई यति अब अर्को भ्लगमा भेटौँला थ्याङ्क्स फर वाचिङ